पानीलाई फोहोर बनाउँछ है। खोल्नु पुरै खोल्नु। यस उहाँले यो गिलासमा 5 थोपा राख्नुभयो। यसलाई चलाउनु होला। 5 थोपा राख्नु भएको छ। ओके ल ल यो अझै राख्नु अझै राख्नु अझै 2-3 थोपा राख्नु। यो फोहोर बनाएको है। यसलाई पानीलाई फोहोर बनाएको। यसरी नै हाम्रो घर पनि हामीले हिँड्दा के गर्दा फोहोर हुन्छ। अब यो प्रोडक्ट्सले कसरी काम गर्छ म तपाईँलाई टेस्टिमोनियल देखाउँछु है। यो फ्लोर क्लिनर या यो फ्लोर क्लिनर यो जुन मार्केटमा सजिलै पाउँछु म यसको टेस्टिमोनियल गर्न चाहन्छु। यो एकजनाको गिलासमा यो राखिदिनु होला। 1 बिर्गा मजाले राखिदिनु। तपाईले देख्न सक्नुहुन्छ। भेरी अच्छा एक बिर्गा राखिदिनु होला। यस सरले राखिसक्नु भएको छ। ओके अर्को गिलासमा हाम्रो हेल्दी लिभिङ नेपालको 1 बिर्गा होइन। यो त महँगो छ नि त किन्न सकिन्न नि त। यसलाई आधी बिर्गा राखिदिनु है। धेरै राख्नु भएन नि त महँगो भएपछि। ल अब म्यामले घर सफा गर्दै हुनुहुन्छ। यस उहाँको गिलासमा राखिदिनु थियो। अब सरले पनि अब घर सफा गर्नु होला। कसको घर छिटो सफा हुने है त। ल सफा गर्नुहोस् देखाएर सफा गर्नुहोस्। हेर्नुहोस् कुन चाहिँ सफा भयो देख्नुभयो। मैले कुनै जादु मन्त्र गराएको छैन है। यो के हो त हामीले गन्दा गर्यौं फोहोर गर्यौं त्यसलाई सफा गर्यौं। सफा गर्दा कुन चाहिँले गर्यो। यसमा फेरि अझ 1 बिर्को राख्दिनु त। यो यसलाई अझ 2 बिर्को राख्दिनु 1 बिर्को राख्दिनु त हुन्छ कि। यसको मतलब के रहेछ त हामी ठगिरहेछौँ हो। प्रोडक्ट्स त हामीले लिएर रहेछौँ तर क्वालिटीको प्रोडक्ट्स चाहिँ रहेछ 2 बिर्का राखेको छ। यहाँ आधी बिर्का मात्रै छ। हेर्नुहोस् त काम गर्यो त। अब भीमसरले सहयोग गर्नु। अब गंगा म्यामले सहयोग गर्नु। यो पनि यही खनाइदिनु मिसाइदिनु त के हुन्छ। थोरै मिसाउँदै यता उता गर्नुहोस् त के हुन्छ। अब गंगा म्यामले पनि उता थोरै सहयोग लिनु। ल हेर्नुहोस् है के हुन्छ। अब यता खनाउनुहोस्। सफा भयो। हेर्नुहोस् त दुईटै सफा भयो नि। इसको मतलब के हो त। थैंक यू प्लीज। ओके आफ्नो स्थानमा प्लिज थैंक यू सो मच। इसको मतलब के हो त। थैंक यू ल थैंक यू सो मच।